हेलो 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 भिडियो भइरहेको छ सबैजनालाई नमस्ते मेरो तर्फबाट। अहिले चाहिँ बिहानको ठ्याक्कै 6:06 र जुन माथि छ यहाँ चाहिँ अँध्यारो भइरहेको छ अझै पनि उज्यालो उज्यालो हुनु लागेको छ। पूर्व चाहिँ यता पर्छ कि यताको साइडबाट अनि म चाहिँ आज हाम्रो कफी सप म जुन कफी सपमा काम गर्दैछु अहिले चाहिँ त्यो चाहिँ म यसो भिडियो बनाएर होइन देखाउन चाहन्छु। यत्तिकै बस युट्युबमा हाल्नु मन लाग्यो केही पनि छैन त्यही भएर सो होइन। यो चाहिँ म काम गर्ने कफी सप भयो कि अहिले चाहिँ कस्टमरहरू हुँदैन यो बिहानको टाइममा। हाम्रो सिफ्ट चाहिँ बिहान 3:30 देखि दिउँसो 3:30 सम्म छ। यो चाहिँ हाम्रो आउटसाइड एरिया यस्तो छ। यहाँ चाहिँ कस्टमर अब के भन्छ पार्किङहरू गएको अनि टक्क भित्रहरूको पनि देखिरहेको छ कि भित्रबाट अहिले देखिँदैन। यो चाहिँ राम्रो लाग्छ कि मलाई। अनि ठुलै छ तर मैले पहिला गरेको चाहिँ एकदम ठुलो थियो कि यसको डबलै थियो। यो चाहिँ सानो बस एक तल्लाको छ मेरो लागि चाहिँ सानै लाग्छ। यो चाहिँ बाहिर बस यसो चुरोटहरू खानुहरूको लागि यतातिर ठाउँहरू छ। त्यही हो सन्चो पनि अलि खासै छैन कि बस यस्तो छ। अब म चाहिँ भित्र छिरेर टक्क देखाउँछु। साकुरा 4 अल्जमाइन भन्ने ठाउँमा पर्छ कि यो चाहिँ चिसो छ बाहिर चाहिँ लास्ट। यो चाहिँ भित्रको यतातिर चाहिँ पुरै केटीहरूको भइगयो। यहाँ पनि राखिदिएको छ कि फ्यामिलिज एरिया भनेर। अनि यो चाहिँ केटाहरूको बेस्ट कुरा चाहिँ मलाई यहाँको जाउँ हाम्रो चाहिँ नेपालको हुन्छ नि यो चाहिँ यस्तो डिजाइन डेकोरेसनमा चाहिँ यस्तो छ यो है। डेकोरेसन चाहिँ राम्रै छ भनौँ त्यस्तो बवाल भन्ने बवाल छैन तर जस कम्पनीको अरू चिजभन्दा डेकोरेसन चाहिँ राम्रै लाग्छ। अनि यो चाहिँ हाम्रो कम्पनीको कफीहरू है। यो चाहिँ 250 ग्रामको कफीहरू चाहिँ फ्लोरेस बस हामीले पढ्ने भनेको यति हो। हामीलाई यो अरबीमा लेखेको हुन्छ अरू आउँदैन। रागा पनि पाउँछ जोरी छ हाम्बेला पुरै हाम्बेला छ। यहाँ चाहिँ यहाँ चाहिँ अल्फ्रीको छ अहिले चाहिँ थोरै राखिरहेको छ कि डिस्प्ले पनि। अनि यो चाहिँ कस्टमरहरूलाई टक्क आफ्नो सेल्फ सर्भिसको लागि। र यता चाहिँ केटीको टोइलेट यो केटाको टोइलेट। यो चाहिँ बार एरिया भयो। यो चाहिँ कस्टमर आउने जाने एरिया। यो चाहिँ हाम्रो डिस्प्ले टक्क है। यो चाहिँ अहिले आएको नयाँ केक हो। धेरै छ बेबिजहरू तर सब रेडिमेड हुन्छ। यहाँ चाहिँ बस केही पनि हामीले बनाउनु पर्दैन बस त्यस्तो बस यही हो। अरू चाहिँ यहाँ चाहिँ यो चाहिँ एकदम मलाई चाहिँ बेस्ट लाग्ने यो पनि बेस्टै लाग्छ। लाग्न त सबै बेस्ट लाग्छ तर सबैभन्दा फेभरेट चाहिँ यो हो क्या मेरो। यहाँ कुन चाहिँ भन्दाखेरि चाहिँ यो नै हो दि बेस्ट चिज केक एडिट। यसलाई चाहिँ यो निकालेर राखिदिउँ। अनि यो चाहिँ कपहरूको साइज 16 आउन्स यस्तो छ। यो चाहिँ डिस्प्ले यसलाई चाहिँ 8 रियल पर्छ। 8 रियल यहाँको। यसलाई 6 रियल यसलाई 5 रियल यसलाई 8 रियल यसलाई 6 रियल यसलाई 5। यो चाहिँ लिटरमा। यो चाहिँ कम्पनीको गावा यो चाहिँ V60 टक्क लाएर होइन। यो चाहिँ म भित्र इन्ट्री गर्दैछु काउन्टर साइड यस्तो छ। त्यस्तो धेरै खिच्नु मिल्दैन यता चाहिँ बस यही हो हाम्रो एस्प्रेसो मेसिन चाहिँ। यो चाहिँ दुईवटा यो चाहिँ टिओबी हाम्बेला हो। यसमा चाहिँ फ्लोरेस मिल्क आइटम यसमा जान्छ। यसमा चाहिँ एस्प्रेसो आइटमहरू त्यही हो। अरू भित्र किचनहरू चाहिँ नदेखाउँ मलाई होइन देखाउनु पनि मैले मिल्दैन कि त्यही हो। मेरो हालत चाहिँ यस्तो छ। मार्क्स चाहिँ उपरै गर्नुपर्छ खालि तल लाउनै पाउँदैन। बुझ्नु पनि गाइजहरू यस्तै छ कफी सप। काम छैन बिहानमा बस बस्ने हो मोबाइल हेर्ने हो जेउ लाग्छ के गर्नु बिहानको सिफ्ट छ त्यही भएर भिडियोहरू चाहिँ राम्रै भइरहेको छ होला। ल यो भिडियो चाहिँ म बस भर्खरै हालिदिने हो है।
पुरै कपालहरू पनि काटे छैन यो महिना त काट्दैन अब पाल्ने हो अब घर जाने सोचिरहेको छु कि मन लागिरहेको छ अब 2-4 महिना बाँकी छ अब हेरौँ के हुन्छ मन लाग्यो भने जान पनि सकिन्छ लागेर भने दसैँसम्म जसरी नै जानुपर्छ त्यही बाइकहरू अरू त के भन्नु ठुलै छ कफी सप टक्कै यस्तो छ टक्स ल अहिले चाहिँ बाई बाई